Hello guys, welcome back to our channel again. It's me Yogesh and you are watching SLY vlogs. हामी जाँदैछौँ कुपिण्ड दह, त्यही भएर यहाँ आउँदैछ। अहिले हामी चाहिँ अटोमा जान्छौँ कुपिण्ड दह। अटोमा जाऊँ नाइट क्याम्पको लागि त्यहाँ स्लिपिङ ब्यागहरू सुकिरहनु। यहाँ नाइट क्याम्पिङको लागि जाँदैछौँ। त्यसपछि अब भेट्दै गरौँला। के भनौँ न यार, बाटोमा भनौँला। यस्तै गर्दै भ्लग सकिन्छ। औँला भएन कि त्यो खाँदा बिचमा आउनुपर्ने औँला बिचमा आउनुपर्ने साच्चै हो झ्याबाने मै होइ अनुहारै चोर जस्तो छ नि हैन गुरुमा नठगेर भन्छ यसले कानको टप किन्न ल्याइदिए त्यो चाहिँ ठ्याक्क लगाए यस्तो लगाए है अनि ठ्याक्क आन्टीले बताएर थिइन् यस्तो गरे भिडियो होइन यो युट्युबमा जान्छ यो त भ्लग हो त्यो त हाल गइहाल्छ Bersuara itu ada. दस साढे दस अहिले 10:30 बजिसक्यो। हामी छौँ यता छ उदेखि कुपिण्ड उता छ आलुबलका उतातिर टेन्ट छ हाम्रो। भोलि बिहान देखिन्छ राम्रो नजारा चाहिँ यता देखाउनु। भोलि बिहान देखिन्छ राम्रो नजारा चाहिँ यिनीहरू छन् यहाँ छन्। त्यहाँ सलिम के कामसाम गर्दैछ खै यता के अरे सुरक्षा। नमस्कार, कला संस्कृति संरक्षण प्रतिष्ठानको तर्फबाट हामीले 2082 सालको देउसी भैलो कार्यक्रम सम्पन्न गर्नुको लागि पिकनिकमा हामी कुपिण्डे दह आएका छौँ र हामी सम्पूर्ण कार्य समिति र कलाकार भाइ बहिनीहरू लिएर कुपिण्डेमा हामी हिजो राति 8 बजे पुग्यौँ। अनि 8 बजे पुग्दै जाँदा हामीले हामीसँग भएका टेन्टहरू हामीसँग भएको स्रोत साधनलाई ल्याएर अनि कुपिण्डेमा राति 8 बजे पुग्यौँ। खाना खाँदै रमाइलो गर्दै सुत्दै कोही नानी बाबुहरू रातभरि रमाइलो गरे, कोही सुते, कोही सुतिरहेछन्, कोही उठिरहेछन्। अब हामी बिहानको खाना खाएर एकछिन सम्पूर्ण कलाकारहरूलाई मायाको चिनो दिने कार्यक्रम छ। मायाको चिनो दिइसकेपछि हामी फेरि फिर्ता हुनेछौँ र आशा छ अबको एक हप्ताभित्र फेरि अर्को कार्यक्रम यहाँ पर्दैछ। सम्पूर्ण कलाकारहरू फेरि आउनेछौँ। कुपिण्डे माईले हामीलाई यो वरदान दिउन् भन्ने आशा गर्दै अहिलेलाई के बाई। उयो त कराइदिए त्यही बेला बिग्रिगयो।
पानी छ के लास्ट बिलाइहाल्नु उता नजानु त्यहाँ ऊ हाँसले तान्छ हो उल्टा हान्छ है आज एकदम खतरनाक तरिकाले भिडियो फोटो पनि खिच्छु आफ्नो काम ठानेर त्यसपछि भयो मेरो फोनको ब्याट्री डाउन भयो ब्याकअप पनि थिएन अनि त्यहाँ फोन चार्ज गर्ने केही कन्डिसनै थिएन किनकि राति गएर क्याम्पिङ त्यसपछि अर्को दिन हामी बिहान 5 बजेसम्म बिउजै थियो त्यसपछि अर्को दिन रेस्ट यताउता गरेर उ भइरहेको थिएन अर्को दिन हामीहरू सुतेर यताउता बिहान उठेँ म फेरि पूजासुजा गर्न थालेँ अनि त्यसपछि ब्याट्री डाउन भयो अनि त्यसपछि अनि क्यामेरा त थियो हाम्रोसँग ड्रोनबाट पनि खिच्या हो होइन हुन चाहिँ तर क्यामेरा पनि थियो क्यामेराबाट खिच्ने ध्यान भएन अलिअलि खिचेँ मैले अनि त्यस्तो खिच्ने ध्यानै भएन अनि त्यहाँ अब पिकनिक गएको अब रमाइलो गरौँ भिडियो सिडियो अलिअलि फोटोहरू मात्रै गरेर अनि त्यसपछि ड्रोनको पनि फुटेजहरू त त्यो हालिदिनु पर्ने खै अहिलेसम्म आएको छैन मैले त्यो अब होस् भनेर मैले यत्तिकै डिलिट गरिदिएँ अनि कोट्स अफ द डे भनौँ न होइन एउटा के हुन्छ भने चाहिँ जति पनि केटाहरूलाई धोका दिएको छ केटीहरूले यताउता भने चाहिँ कहिले पनि के सोच्नु धोकाले जन्मिने केटीहरूले धोका दिन्छन् जो खानदानी केटी हुन्छन् नि जो घर परिवार एकदम राम्रो पालन पोषण भएको तिनीहरूले केटा मान्छेको हालत हुन्छ नि बिग्रेको हालत चेन्ज गर्छन् केटा मान्छे चाहिँ चेन्ज गर्दैनन् कि त्यही भएर जहिले पनि यसले मलाई छोडिदियो त्यो यताउता भनेर हुनुपर्ने उयो छैन अनि त्यही हो यो भिडियो कस्तो भयो के भयो मलाई पनि थाहा छैन म भर्खर एडिट गर्न आएको त्यही भएर यो इन्डिङ खिचेर हालिदिउँ भनेर अनि त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो इफ यु इन्जोय दिस भिडियो प्लिज लाइक शेयर एन्ड सब्सक्राइब आवर च्यानल वी विल सी यु इन द नेक्स्ट भिडियो बाई बाई थ्याङ्क यू सो मच